हेलो 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 नमस्कार। नमस्ते। म म कहाँ छु रमेश भने बस्नेत। यहाँबाट देख्न गइरहेको छु म आज तपाईँहरूलाई। यहाँ कहाँ छु भने म तपाईँहरूलाई देखाउन गइरहेको छु। एकछिन मेरो यो भिडियो हेरेर साथ दिनु होला। म अब यहाँ देखाउन गइरहेको छु तपाईँहरूलाई। यो चाहिँ एकदम सुन्दर ठाउँ, एकदम शान्त ठाउँ, राम्रो ठाउँ, मनोहर ठाउँ। अब यो मलाई यो लाग्छ। तर मैले नेपालीमा भन्नुपर्दा चाहिँ यो एउटा चिहान घारी हो होइन। म आज चिहान घारीमा छु। तर यहाँको सुन्दर पक्षी होइन, पश्चिमा देशहरू भनौँ होइन, क्रिस्चियन राज्यहरूमा भनौँ, सुन्दर पक्षी चाहिँ मलाई यो लाग्छ। यहाँ चाहिँ मान्छेको मृत्यु पछाडि यसरी सजाएर राखिन्छ। यहाँ अब यो लासलाई दफन गरेको ठाउँ हो होइन। यसलाई चाहिँ अब यस्तो राम्रो के सुन्दर, यो कुनै एउटा सुन्दर प्रकृतिले हराभरा भएको ठाउँ, घुम्ने ठाउँ होइन, कुनै गार्डन भन्दा कम छैन। यहाँ विशाल छ, ठुलो छ, धेरै परसम्म छ। यहाँ लगभग हजारौँको सङ्ख्यामा दफन गरिएको लासहरू होलान्। यहाँ के गरिन्छ भने यहाँ आफ्नो एकजना आन्टीले त्यहाँ चराउँदै हुनुहुन्छ, पानी चराउँदै हुनुहुन्छ। आफ्नो मान्छे राखेहरूकोमा यहाँ बेला बेलामा आउने, सम्झिने होइन, फुल चराउने अनि त्यस्तो सिस्टम हुन्छ। यहाँ चाहिँ सिस्टम रहेछ त्यो, एकदम राम्रो पक्ष लाग्यो मलाई यो एकदम। यो हामीहरूको चाहिँ के छ, हामी नेपालीहरूको हाम्रो हिन्दू संस्कारमा, हिन्दू धर्ममा चाहिँ के छ भने हामी जलाउँछौँ। जलाएपछि सक्यो, त्यसको अब त्यहाँको अस्तुलहरू कुनै उसमा भाँसाघरतिर पकाइन्छ। अहिले उनीहरूले सक्नेहरूले, नभए त्यो पनि हुँदैन, जलाएको दिन सकियो। तर यहाँको यो एकदमै सुन्दर पक्ष के, एकदम राम्रो। यहाँ म बेला बेलामा आउँछु। तर आज मलाई चाहिँ भिडियो बनाउनु मन लाग्यो, भिडियो बनाएर तपाईँहरूलाई देखाउन होइन। यहाँ मैले अलि बोल्न शैली जानिनँ होला, मिलेन होला, तर हेर्नु कति सुन्दर छ, कति शान्त लाग्छ। अब हामी त के भन्छौँ, चिहान घारीमा डर लाग्छ, डराउनु पर्छ, तर्साउँछ भन्छौँ। यहाँ त हेर्नु त मनै अर्कै प्रफुल्ल हुन्छ केही युद्ध जिते जस्तो हुन्छ। यहाँ आएर शान्त आधी घन्टा 1 घन्टा होइन बस्छु म प्रायः हप्ताको 1 दिन आएर। यति शान्त ठाउँमा हेर्नु त आज चाहिँ मलाई भिडियो बनाउँ लाग्यो। यो भिडियो बनाएर